आदरणीय गुरु हामी माझ हुनुहुन्छ यो उल्लासमय उपस्थितिको लागि हृदयदेखि धन्यवाद व्यक्त गर्छौँ। 8 नम्बरवासी, 3 नम्बरवासी अनि यो भित्रका रहेका विभिन्न सङ्घ संस्था टोलवासीहरू, यो भित्र रहेका विद्यालयहरू, यो भित्र रहेका विभिन्न टोल संस्थाबाट उपस्थित हुनेका आदरणीय व्यक्तित्वहरूलाई हृदयदेखि दान व्यक्त गर्न चाहन्छौँ। आदरणीय गुरुको सहभागितासँगै हाम्रा भक्तालुजनहरू हजुरले उल्लासमय उपस्थिति देख्न सक्नुहुन्छ। हजुरले यो अत्यन्तै उल्लासमय उपस्थिति जुन हाम्रो यो 3 नम्बर, 8 नम्बर र 9 नम्बरलाई जुन एउटा जोड्ने खालको यो कार्यक्रम सायद यो पहिलोचोटि नै हुँदैछ। यो कार्यक्रममा उपस्थित हुनुभएका सम्पूर्ण आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूलाई म आयोजक टिमको तर्फबाट धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आजबाट ठिक 19 गतेदेखि हाम्रो झन्डै 9 दिन सप्ताह लाग्नेछ। आज उपस्थित हुन सक्नु भएन भने हामी यो बिचमा तपाईँहरू जहाँ जस्तो अवस्थामा जसरी हुन्छ उपस्थित भइदिनुको लागि पनि म हार्दिक अनुरोध गर्न चाहन्छु। यी सानसाना नानी बाबुहरूलाई देख्न सक्नुहुन्छ। हाम्रा सानसाना नानी बाबुहरू विभिन्न टोल संस्थाबाट आउनुभएका अनि विशेष गरेर हाम्रा बाहिरबाट पाहुनाहरू यति राम्रो सजिएर आउनुभएको छ। उहाँहरूलाई पनि हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छौँ। विभिन्न टोल सङ्घ संस्थाहरूबाट विशेष गरेर यहाँहरूलाई पनि धेरै धन्यवाद। विशेष तरिकाले एकदम सजिएर यस्तो राम्रो सजिएर आउनु भएको छ। यहाँहरूलाई पनि हृदयदेखि धन्यवाद। आदरणीय मनहरू, आदरणीय भक्तालुजनहरूलाई पनि हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छौँ। तपाईँहरूको उल्लासमय उपस्थितिको लागि हजुरलाई पनि धेरै धन्यवाद। हामी आउँदैछौँ। विशेष गरेर हजुरहरूलाई यति राम्रो भएर चिटिक्क भएर यति राम्रो सजावटीमा आउनुभएको छ। तपाईँहरू सबैलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छौँ। हातैभरि कलशै कलश, सानसाना नानीहरू, प्यारा नानीहरू पनि उपस्थित भइसकेका छन्। अनि फेरि पनि भने हजुरलाई आज ठिक 19 गतेदेखि सुरु भएको नमस्कार यता पनि देख्न सक्छौँ। हामी यति सजिए यति राम्रो सुन्दर दृश्यमा हजुरहरू पनि सजिनु भएको छ। यसको लागि पनि हजुरलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छौँ। अझै म पछाडि पनि देखाइरहेको छु यो हाम्रो लोक संस्कृति, हाम्रो पुरानो पौरखी जुन हाम्रा कला संस्कृति, पुरानो खालको कला संस्कृति पनि लिएर आउनु भएको छ। हाम्रो यो थारू जातिहरूको एउटा पुरानो मौलिक संस्कृतिलाई पनि लिएर आउनु भएको छ। प्रियहरूलाई उहाँहरूलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। यो हाम्रो कल्चर, थारू जातिहरूको एउटा ठुलो कल्चर जो उहाँहरूले लिएर आउनु भएको छ, उहाँलाई पनि हृदयदेखि नै धन्यवाद व्यक्त गर्न चाहन्छौँ। पछाडि हाम्रा विभिन्न कला संस्कृतिहरूलाई समेटेर जुन उपस्थित हुनुभएका आदरणीय श्रद्धालु भक्तजनहरूलाई फेरि पनि धन्यवाद व्यक्त गर्न चाहन्छौँ। हामीले देख्न सक्छौँ 3 नम्बरवासी, 9 नम्बरवासी, 8 नम्बरवासी लगायत हाम्रा सङ्घ संस्थाहरूमा जति टोलवासीहरू, जुन विद्यालयबाट विद्यार्थीहरू, क्लब साथीहरू सबै उपस्थित हुनुभएको छ। यो छुट्टै खालको मौलिक परम्परा यो देख्न सक्नुहुन्छ तपाईँले। अर्ग्यानिक जुन हाम्रा